हेलो साथीहरू, म सन्चै छु। हजुरहरूलाई कस्तो छ? वेलकम छ साथीहरू आजको मेरो फेरि अर्को छोटो मिठो मिनी ब्लगमा। आज चाहिँ मेरो सुरुवात यसरी भएको छ। बाबुलाई स्कुल पठाएर नुहाइ गरेर लुगाबाट धोएर नानीलाई खानाहरू खुवाएर अब चाहिँ म लागे बेलुकाको साग केलाउनतर्फ। म चाहिँ बेलुका बाबुलाई होमवर्कहरू गराउनु पर्छ नि, त्यही भएर सबै पहिले रेडी बनाएर अनि बाबु आउँदाखेरि म चाहिँ खानाहरू पनि आधा बनाइसकेको हुन्छु कि मान्छेले भन्नुहुन्छ नि त है, घरको काम त हो भनेर। ओहो, घरको काम त हो, बिहानदेखि यता गऱ्यो उता गऱ्यो, बस्न नि नपाइने, फुर्सद पनि नहुने है, देखिँदा नि नदेखिने काम त मेरै होला साथीहरू। हजुरहरू कसरी भ्याउनुहुन्छ त्यो पनि भन्नु होला। कुरै कुरामा मैले साग पनि रेडी बनाइसकेँ अनि म लागेँ फेरि नास्ता बनाउनतर्फ। अनि बुवा अब ड्युटी जानुहुन्छ नि त, अनि त्यही भएर मैले बनाउनु लागेँ नास्ता। आज चाउचाउ र भुजा खाने भनेर मैले बनाएँ चाउचाउ र भुजा साथीहरू। हामी चाहिँ नास्ता दिनकै त खाँदैनौँ, तर कहिले कसो खान्छौँ। दिउँसोको नास्ता चाहिँ मैले बनाएर सबैलाई दिइसकेँ अनि मैले पनि खाएँ। मेरो नानु पनि एकदम चञ्चले चकचके छ नि त, अनि उसले पनि ल्या भनेर खान लायो। अनि मैले फेरि तयारी गरेँ बेलुकाको खानातर्फ। मैले आज बनाउँदैछु निउरो र आलु के, अनि साग अलिक कम थियो नि त। मेरो चाहिँ बनाउने तरिका यसरी बनाउँछु मैले चाहिँ। साह्रै मिठो भएको थियो, अनि यस्तो मिठो भएको थियो नि, मलाई एकदम मनपर्छ यो निउरोको साग चाहिँ। हजुरहरू कसलाई मनपर्छ त्यो पनि भन्नु होला। खास गरेर नि यो सागमा अब साग मेरो बाबुले खान्न कि, त्यति गर्दा गर्दै मेरो बाबु स्कुलबाट पनि आइसक्यो। आज चाहिँ मेरो बाबुलाई ढिलो ल्याइदिनु भएको थियो कि स्कुल बसमा, अनि अर्को लोडमा ल्याइदिनु भएको थियो। अनि मैले दिएँ बाबुलाई नास्ता, त्यसपछि मेरो तरकारी पनि रेडी थियो अनि म लागेँ रोटी पकाउनतर्फ। घरको काम त हो भन्ने साथीहरू, हजुरहरू कसरी भ्याउनुहुन्छ काम? मेरो त बच्चाहरूसँग यताउता गर्दा मेरो दिन जान्छ। यति भन्दा मेरो खाना पनि पाकिसक्यो। भेटौँला अर्को भिडियोमा। बाई बाई, थ्याङ्क यू फर वाचिङ साथीहरू।